हेलो एभ्रिवान। आज चाहिँ हाम्रो जस्तो मास्टरको क्लासको चाहिँ लास्ट दिन हो हैन, अनि मैले लास्ट दिनको चाहिँ केही मेमोरी होस् भनेर भिडियो बनाउँदैछु। ल यो चाहिँ हाम्रो भर्याङ चढे थर्ड यति माथि जानुपर्छ कि अब म क्लासमा पुगेँ। हजुर कति आइछ हो साथी दिलाउनु कस्तो कराउनु भएको आज चाहिँ हामी चाहिँ मास्टर्स फर्स्ट सेम अस्ति भर्खर भर्ना भएको थियौँ, तर हामी फोर्थ सेम अस्ति भर्खर धेरै पनि भएको छैन, अस्ति भर्खरै भएको थियो। कति भने 2079 फागुन हामी 9 गतेबाट क्लास 20 गतेदेखि हाम्रो क्लास भएको जस्तो लागेको थियो, किनभने एक हप्तापछि मनिषा श्रेष्ठको बर्थडे थियो। अनि त्यसपछि त्यही बेला भर्ना भएको थियो। आज फागुन 2081 साल 81 है 81 साल फागुन 27 गते ठ्याक्कै 2 वर्षपछि हाम्रो मास्टर्सको क्लास सकियो। अफिसियली क्लासहरू सक्यो। अब हामी बोर्ड एक्जाम दिन मात्र आउँछौँ। अब हामी कलेज हामीले एडमिट कार्ड लिन मात्र आउँछौँ। होइन स्कलरसिपको यता फर्महरू भर्नु पर्यो भने नि आउँछ तर कलेज स्कलरसिप पाउँदैन होइन। थेसिस नि दिनुहुन्छ। थेसिस त हाम्रो चाहिँ बोर्ड एक्जामपछि हुनसक्छ। थेसिसको ओरिएन्टेसन क्लास त्यस्तै सानोतिनो कुराहरूको लागि मात्र आउँछ। अब पढ्नु चाहिँ आउँदैनौँ हामी। तिम्रो के भन्नु छ यसमा? सबैलाई बेस्ट विशेष भन्न चाहन्छु। हुन त अब दुःख पनि लागिरहेछ। बेरोजगार भइन्छ अब स्टुडेन्ट। अब नो मोर स्टुडेन्ट वी आर बेरोजगार। नाउ वी आर मास्टर्स होइन। अब हाम्रो लेभलै छुट्टै हुन्छ। हेर पढ्नेहरूको पारा त्यस्तो छ सरसँग। हामी हाम्रो क्लासको फोटो खिच्न आउनेहरू लास्ट बेन्चरहरू फर्स्ट बेन्चरहरू सरसँगै छन्। अनि उहाँ चाहिँ हाम्रो इन्भेस्टमेन्ट पढाउने सर हुनुहुन्छ होइन। अनि सरसँगै थियो कि हाम्रो लास्ट क्लास। त्यही भएर हामीले ल सेल्फी लिउँ भनेर फोटो खिच्यौँ यसरी। ल श्रेया काफले सक्यो भनिदेऊ। हाम्रो यहाँ पढन्ते साथी भनिदेऊ न त। सक्यो रुमाल निकालेर दिउँ रुमाल दिउँ। ल सक्यो मन्छा चाहिँ आएन क्या। ल मन्छालाई के भन्छ भनिदेऊ। मनिषाले धोका दिन् बमलाई। स्कुटर बिग्रेर उहाँ वर्कसपमा छ क्या। बसमै आएको मनिषा धोकेबाज मनिषा धोकेबाज क्यामेरा अगाडि आइरहेको छु। हेलो हाम्रो फाइनली ऊ चाहिँ ऊ र म चाहिँ ब्याचलरदेखि सँगै थियौँ यही कलेजमा यही ठाउँमा। अब हामी शङ्करदेवमै है शङ्करदेवमै बिबिएस शङ्करदेवमै एमबिएस। अब सक्यो अब बिहा हुन्छ। अलिक लठ्याउने जस्तो गर्नु। अब बिहा हुन्छ सबैहरूको। यो बिहे टार्नलाई अब मेरो बिहे हुन्छ नि। होइन बिहे टार्नलाई मास्टर जोइन गरेको थियो। मास्टर नि सक्यो। अब सबै केटीहरूको बिहा नि गर्ने हो। मास्टर सक्यो मास्टर नि गर्ने हो। बिहे फेरि टर्छ 2 वर्ष। अब मास्टर सकेपछि के गर्छौ त तिमी भन ल। वाट इज योर नेक्स्ट माथि माथि फेरि चढ्नु पर्दैन। फाइनली थेसिसको लागि रुनु पर्दैन। रुनिदिन्छ बाँकी नै छ होइन। तर सक्यो। त्यहाँ त अँध्यारो आउँछ क्या। ठिक छ कस्तो यहाँ बसौँ होइन यहाँ बसौँ न क्या। शङ्करदेव निकाल्नु पर्यो नि त। शङ्करदेवै निकाल्नु नि त।
यसरी बस्नु यो पुरै आउँछ अनि शंकर खोइ शंकरदेव त नाम बिदाको बेला छोड पीएचडी को लागि कोरिया अति यहाँ रोजिना कति राम्री भएर आथी बिचरा कोरिया पीएचडी भ्यायो भने अरु कन्ट्रीमा सजिलो छ तक नहीं था हमारा सफर आगे भी जाएगा हम लोग बहुत आगे तक पहुंच जाएंगे तुम्हारे साथी में आके हम नाचेंगे गाएंगे खाएंगे ऐश करेंगे हाम्रो साथी मोनिसा जी आउनु भएन उहाँलाई नै पर्खिरहेछ कोही नहेरेको हो क्या म चाहिँ किन लास्ट कप हिमाल जस्तै रहेछ तिमी बिहानीको कता हिँडेको बिजुली बनेर मान्छेले हेर्दा लाज लाग्यो मलाई यति भन्दै मेरो कलेज जानु सकिएको छ बाई